हर्क साम्पाङले मुखै छोडेर त भन्नुभएको छ बालेनजीलाई। कसरी यो मान्छे चाहिँ यो भयो यार। पहिले त ठिकै लाग्थ्यो, हामीले पनि ओहो हर्क जस्तो हुनुपर्छ है भनेको थियौँ, तर हर्क त उहाँ चाहिँ नालायक भएर जानुभयो। आज मैले बेकार भोट हालेछु भनिरहेको छ मान्छे। उहाँको यो बालेन अब चाहिँ हद भयो, हद गर्दैछ यसले, मन्दिर गुम्बा चर्च र स्कुल समेत भत्काउँदैछ भन्नुभएको छ। अब अनावश्यक ठाउँमा बनाएको छैन, भत्काइन्छ, त्यो उहाँलाई टाउ दुखाइदैन। जनताले म्यान्डेट दिएको छ बालेन सरकारलाई, कहाँ कहाँ भत्काउन पर्ने कहाँ कहाँ बनाउन पर्ने उहाँको काम हो। हर्कको काम सुनेर हेरेर बस्ने हो, उहाँलाई गाली गर्ने पनि अधिकार छैन। बुझ्नुभयो नि के? किनभने दुईटै सरकारलाई गाली गर्ने उसको हैसियतै छैन, कुनै पनि एङ्गलबाट मिल्दैन। एउटा गायककार सुन्नु न, एउटा पोलिटिक्सियन मान्छेले गीत गाउँदा कसरी गाउँछ सुन्नु भएको छैन? त्यस्तो मान्छे त म त कसरी यो मान्छे चाहिँ यो भयो यार। पहिले त ठिकै लाग्थ्यो, हामीले पनि ओहो हर्क जस्तो हुनुपर्छ है भनेको थियौँ, तर हर्क त उहाँ चाहिँ नालायक भएर